हाई गाइज, म चाहिँ पर्सको जू गएको थिएँ कि मेरो एउटा साथीले एकदम धेरै कर गरेर है राम्रो छ भनेर। लास्टमा त मैले त केही पनि देखिनँ कि खोइ अब रङ टाइम पऱ्यो हो के हो। उसले कर गरेर गएको, खासमा चाहिँ एनिमल्सहरू केही पनि रहन्छ क्या, खासै त्यति व्यवस्थित जू लागेन मलाई यो चाहिँ होइन। किनकि मैले राम्रो ठाउँमा हेरेको भएर होला। मैले चाहिँ सिडनीमा एकदम राम्रो व्यवस्थित जू हेरेको थिएँ अनि माथि टपबाट एकदम राम्रो भ्यू देखिन्थ्यो है। अनि राम्रो थियो, एनिमलहरू पनि नजिकबाट हेर्न मिल्ने, टाइगर लायन सबै थियो है। त्यस्तो जू हेरेको भएर होला। यहाँ चाहिँ केही पनि छैन है, प्यारोट देखेँ, एउटा दुइटा कङ्गारु देख्यो है, अनि अलिअलि माछा देख्यो, त्यति नै हो। यहाँ चाहिँ खासै मलाई चाहिँ एनिमल छ जस्तो लागेन, छ कि अब ननिक्ले अब कि त्यो टाइममा है, थाहा भएन। त्यति साह्रो केही पनि रहन्छ कि यसमा चाहिँ। अब तपाईँहरू जानु भएको छैन भने चाहिँ अब बच्चाहरूको लागि चाहिँ ठिकै हो, अब अलिक वर्थ इट चाहिँ छैन जस्तो लाग्छ है मलाई यो जू चाहिँ। अनि $30 लिन्छ होइन, तर त्यो $30 पनि वर्थ इट नहुने खालको रहेछ। त्यसैले अब जानु भएको छैन भने आफै सोच्नु होला जाने कि नजाने भनेर। मैले चाहिँ जस्ट तपाईँहरूलाई इन्फर्मेसन मात्रै दिएको हो। त्यो रमाइलो भयो, साथीभाइसँग हल्ला गर्दै जाँदाखेरि चाहिँ। इन्जोय, थ्याङ्क यू फर वाचिङ, थ्याङ्क यू।